गर्दैन है आइस बाबु सुन्नु फेरि हजुर नै गर्नुपर्ने भयो नत्र हामी त हैन सुतेर बन्यो बरु हैन होइन त उनीहरूलाई अगाडि आउनको लागि पनि मार्गदर्शन हुन्छ भनेर पनि केही गर्नुपर्छ भनेर गरेको दिदी अरू केही छैन उनीहरू बिस्तारै मलाई लाग्छ जहाँसम्म उनीहरू पनि अब होइन परिवारहरू चाहिँ अब आफै कसैमा कमर कस्नु भयो भने पक्कै हामी पनि जोड आइहुनुहुन्छ जस्तो लाग्छ मलाई अब चाहिँ आउँछ बाबु आउँछ नानी आउँछ हैन अब पहिला जस्तो 2-3 घण्टा बस्नु पर्दैन एक मिनेट म कुरा गरौँ मान्छेलाई के गर्दैछ यसो भन्यो भने हामीले गरेको 2 वर्ष खेर नजाओस् भन्ने कुरा हो मेरो बुढी मान्छे हामी छौँ भन्न खोज्नु भएको होइन त मनु नानी गर्यो उले गर्यो मैले गरिन त्यसले गर्यो त्यो होइन हामी सम्पूर्ण आयोजक परिवारले गरे हो तर त्यो हुँदा हुँदै पनि मैले अलिकति 1-2 जना हाम्रो दाइहरू आमाहरूको नामहरू चाहिँ मैले अलिकति म भनिदिन्छु हैन त्यसको लागि चाहिँ कसैले पनि माइन्ड नगर्दिनु होला है हैन सर्वप्रथम त हाम्रो हेमन्त दाइलाई धेरै धेरै धन्यवाद त्यस पछाडि हाम्रो ब्रेन ब्रदर राकेश ब्रदर मना आन्टी तुल ब्रदर हैन लगायत हाम्रो सम्पूर्ण हाम्रो जति पनि हुनुहुन्छ कन्ट्रिब्युट गर्ने उहाँहरू सम्पूर्णलाई हैन हाम्रो आयोजक परिवारबाट थ्यांक यू अनि धेरै धेरै धन्यवाद हैन अब हामी नेक्स्ट प्रोजेक्टहरु पनि कसैले केही निकाल्नुहुन्छ कसैले केही कुराहरु गर्नुहुन्छ भने त्यसमा हामी सबै सहभागी छौं हामी सबै सहभागी हुने छौं हैन यसरी नै हामी एक साथ र एकजुट भएर हामी जानुपर्ने हुन्छ हैन अब यो उयोसमा त अब सबैको नाम लिन मैले सक्दिन किनकि हामी धेरै जना छौं धेरै लामो लिस्ट छ हैन अब त्यो नामहरु नै उयो गर्नुपर्छ भन्ने पनि छैन हैन अब त्यो भएको कारणले गर्दाखेरि अनि सबैभन्दा धेरै धेरै धन्यवाद चाहिँ मना आन्टी अनि त्यहाँदेखि शान्ति बहिनी र हाम्रो आयुजे ब्रदरलाई दिन चाहन्छु किनकि उहाँहरुले गएर चाहिँ धेरै मिहिनेत गर्नु भएको छ त्यसको लागि उहाँहरुलाई धेरै 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 धन्यवाद अनि थ्यांक यू सो मच उहाँहरुले गरेर त्यो कार्यलाई सफल पार्नु भएको छ त्यसको लागि चाहिँ उहाँहरु तीनै जनालाई हाम्रो सम्पूर्ण आयोजक परिवारबाट चाहिँ हृदयदेखि उहाँहरुलाई चाहिँ थ्यांक यू भन्न चाहन्छु म चाहिँ हैन हो यसरी नै हामी सधैँभरि यसरी नै अगाडि बढेर अगाडि साथ सपोर्ट माया देखाएर हामी अगाडि बढ्नुपर्छ र अनि हो यसरी नै हामीले गर्दै गर्दै जानुपर्छ त्यसपछि भाइलाई पनि फेसमा ल्याउने कोसिस गर्नुपर्छ हैन अब तेजेन्द्र भाइ धन्यवाद है हजुरको त्यो मुखको धन्यवाद चाहिँ हामीलाई चाहिएन हामीले त गुलगुज दिएको छ भात उठाउनु प्राइज दिएको छ त्यो खाएर म चाहिँ हिँड्ने अब हवस् आन्टी हवस् हुन्छ आन्टी हुन्छ हैन र पनि हैन जो हजुरहरूले गर्नुभएको कार्यलाई चाहिँ अब हामीले चाहिँ अब अरू त के भन्न सकिन्छ त्यही हो मुखले होइन हामीले थ्यांक यू गर्न सकिन्छ हैन त्यो मैले गीत गानेको गर्न सकिन्छ नसोध्नुस् ल मलाई ठुलोमा राख्दिनु भएछ धन्यवाद ल आन्टी ल हजुरकोबाट पनि जाओस् हैन मबाट यस्तो हो बाबु खास वास्तव भने म सुरेशको कुरा गर्छु है आज चाहिँ म कहिले पनि फिजिकली यसरी हिँड्ने थिएन क्या डोनेसन गर्न है आज चाहिँ मलाई किन जान मन लाग्यो भने त्यो शान्ति नानीले मलाई खास त टुल बदलले भन्नुभयो क्या दिदी यस्तो गर्न लागेको रहेछ भन्यो मैले बोर्डमा चाहिँ सुनेको थिएन हजुरहरूले गरेको त ठिकै बाबुहरूले गरेछ मैले चाहिँ सोचेँ वीरेन्द्रमा भाइ नेपाल आएको भएर बाबु है भाइ होइन मेरो होइन बिचरा भाइ होइन बाबु आएको देखेर उहाँले चाहिँ यसरी गरे रहेछ आफ्नो एउटा नेपाल आउँदाखेरि एउटा उस गरेको होला जस्तो लाग्थेँ पछि हजुरहरूको बोर्डबाट तेजेन्द्र भाइले तुल भाइलाई फोन गर्नुभएको रहेछ त्यहाँबाट मलाई फोन गर्नुभयो ठिक छ नि त म त तयार छु जति भने पनि म बाबुको लागि त म जे ज्यान दिनुहोस् जे गरेर पनि तयार छु भनेर भने होइन अनि उसलाई थाहा छ फेरि तुल बजारलाई थाहा छ म बाबुलाई कति माया गर्छु भनेर है अब यो मुक्ति भन्नु पर्दैन होइन त्यहाँबाट भोलिपल्ट मलाई के लाग्यो भने म कहिले पनि फिजिकल नहिँड्ने मान्छे तुल बजारले भनेपछि होइन म फिजिकल कहिल्यै जाँदैन बाबु जहाँ पनि कतै जाँदैन भने अनि पछि त्यो रात मलाई के सोच भने कमसेकम म गएर बाबुलाई कतै हौसला मिल्छ भने यो आन्टी पनि त यसो फिल्डमा आएर बोल्न थाल्यो भने चाहिँ म जानुपर्छ है एउटा उमेरको भइसक्यो पनि भन्छ कि भनेर म आज चाहिँ कोसिस गरेर गएको है
कोसिस गरेर जाँदाखेरि बिचरामा बुढी मान्छे राम्रोसँग बोल्न नि आएन जिब्रो पनि लटपटियो है भोलि पनि लटपटियो शेरबहादुर देउवा भन्दा बढी भयो आज मेरो है न त प्रचण्डलाई जित्थ्यो भाषण गर्न प्रचण्डलाई जित्ने मान्छे हो तर शेरबहादुर देउवा जस्तो भयो है हजुरले कसैलाई मैले केही गल्ती भाषणमा केही गल्ती भयो भने ढुङ्गा नहान्नु होला हजुर फुल हान्नु होला है होइन शान्ति होइन राम्रो भएको थियो आन्टी हजुरलाई त मैले अघि गुलगुस घुस दिएछ अनि हजुरले त राम्रो भयो भने हाल्छु नि राम्रो भएको थियो ल अब हाम्रो शान्ति आमाबाट सुरु गरौँ है त ल शान्ति आमाबाट सुरु गरौँ है त हाम्रो बिमला आमा आइपुग्नु भएन अब शान्ति आमालाई दिउँ नि त टाइम है त शान्ति आमा पनि त्यही हो सम्पूर्ण आयोजक फ्यामिलीलाई धन्यवाद सधैँभरि यस्तै विद्यामा जुटेर जान पऱ्यो होइन फ्यामिली भनेको यस्तो हुनुपर्छ भने यही हो देखियो सधैँभरि यस्तै हुनु पर्यो त्यही हो होइन मैले कान्छुले त घुस दिएको थिएन यहाँ त मैले घुस गरेछ होइन राम्रो बोल्नु भएको थियो अरे ठिक छ कान्छी ठिक छ कान्छ होइन ल तलबाट कोही आउनुहोस् न आउनुहोस् रिक्वेस्ट गर्नु त रिक्वेस्ट गर्नुहोस् सबैजनाले रिक्वेस्ट गर्नु अब कुरा सोध्नु है तिनजना बाबु सायद आउनुहुन्छ र म आउला है हेमन्त भाइ लाग्यो ल गोपाल भाइ शान्ति नानी आइज अनि लभली मैले आज नभेटेको मान्छे जस्तो चुपचाप बस्यो भने शान्ति आमा खोइ त नि भने त मैले त्यही हो अब सबैलाई आयोजकहरूले सबैलाई धन्यवाद ल हाम्रो गोरे बजार पनि जाओस् है त तलबाट सबले रिक्वेस्ट गर्नु कोही आउनु न आउनु त्यही होइन हजुर सरिता अब फोटो हेर्छु ल त्यो लिस्ट एकचोटि हेर्छु ल अहिले थ्याङ्क यू फोटो पठाइदिनु भयो थ्याङ्क यू यही त हो नि फोटोहरू सबै सेयर गरेर पनि हामीलाई पनि फोटोहरू सेयर गरेर म गर्छु पक्नु न यो म पहिला त्यो लिस्ट हेर्छु ल ल म एकचोटि लिस्ट हेर्छु के मलाई सेयर गरिदेऊ त मलाई सेयर गरेर म धेरै बोल्न नि नजान्ने ल त्यही त हामी त 720 मा एडिट गरे न लभ यु जिन्दगी ल हाम्रो गोरे नमस्ते ल पालो गरौँ है सबैजना तलबाट पालो गर्दै गर्नुपर्छ ल अरूलाई गर्नु न फ्यामिलीहरू सबै खुसी हुनुहुन्छ होला होइन म चाहिँ के भन्छु भने अब जस्तो सुकै होस् जस्तो जे भए पनि यति एउटा राम्रो काम हामीले सफल पार्न सक्यौँ होइन त्यसैमा हामी खुसी हौँ होइन भोलि गएर फेरि यस्तो कार्यहरू गर्न पाऊँ होइन सबै मिलेर जोडिएर एकसाथमा हातमा हात मिलाएर साथमा साथ दिएर होइन सबैले होइन यस्तो कामहरू गर्दै जाउँ भन्छु होइन हामीले भनेको भाइ बुहारीबाट जोडिएर सबैजना एक ठाउँमा भेला भएको हो होइन सबै हामी नत्र भने कहाँको मान्छे हो कताको मान्छे हो होइन र आज भाइ बुहारीले गर्दा एक ठाउँमा जुटेर हामीले यति राम्रो कामहरू गर्न पनि सफल भयौँ होइन अनि विशेष त अब धन्यवाद त भाइलाई पनि दिनुपर्छ बुहारीलाई पनि दिनुपर्छ होइन उहाँहरूलाई पनि भाइ बुहारीलाई पनि दिनुपर्छ धन्यवाद उहाँहरूले गर्दा नै आज हामीले यो कामहरू गर्न सफल भएको छौँ उहाँहरूले गर्दा नि उहाँहरूले देखाएको बाटोमा हामी हिँडिरहेको छौँ होइन जे थियो पहिले आइजे भनेको पहिलेदेखिको भन्यो न जस्तै अब दिन दुखीहरू
दिन दुखीहरूलाई अनि भन्नु जसलाई निड परेछ अनि अब त्यो रोगी व्याधिहरू मान्छेहरूलाई जस्तो अब निड भएको छ होइन कसैको किडनी पेसेन्ट भयो कोही क्यान्सर पेसेन्ट भयो उहाँहरूलाई हामीले सहयोग गर्दै आएको बाढी पीडित लगायत उहाँ भूकम्प पीडितहरूलाई होइन गर्दै आएको कामहरू पहिलेदेखि नै होइन आयोजले गर्ने भनेको काम त्यही थियो पहिलेदेखि नै होइन लगायत भाइ बुवाहरूलाई सपोर्ट गर्ने अनि हामी आयोजे फ्यामिलीमा एकअर्कामा सबैलाई सपोर्ट गर्ने माया गर्ने होइन त्यो सद्भाव बोकेर हिँडेको मान्छेहरू हामी होइन भोलि गएर पनि फेरि यस्तै सद्भाव र होइन यस्तै माया बोकेर होइन हामीले सबैलाई एकसाथमै लिएर जानुपर्ने हुन्छ एकसाथमै सबैलाई माया गर्नुपर्ने हुन्छ होइन यहाँ होइन कि कसैले कसैलाई होइन सकेसम्म हामीले सबैलाई रेस्पेक्ट र माया दिन कोसिस गर्नुपर्छ माया दिनुपर्छ होइन त्यही भएर त एउटा राम्रो फ्यामिली बन्छ सबैको रेस्पेक्ट गर्नुपर्छ होइन सबैलाई उत्तिकै मान सम्मान दिनुपर्छ चाहे ट्याप गर्ने नै किन नहोस् होइन उ गर्ने नहोस् सबै एक हो क्या हामी त्यही सम्झेर अगाडि बढौँ होइन बढ्नुपर्छ र आजको जुन कामहरूले गर्दा त एकदम खुसी भएको थियो होइन जुन अब यो सुरुमा त योजना भनेको त खास त्यस्तो बनिएको पनि थिएन होइन ठुलो त्यही अब 35 पिस सफल गर्नु छ त्यो भएको थियो त्यो 35 पिसमा फेरि अब होइन किन त अधुरो काम गर्ने भनेर फेरि त्यसलाई पुरा गर्नको लागि फेरि सबैले साथ दिनुभयो होइन अनि त्यही साथ दिनुभएको उहाँहरूलाई पनि धेरै धेरै धन्यवाद सबैजनालाई है एकमुष्टै म चाहिँ भन्न चाहन्छु र भोलि पनि गएर फेरि यसरी नै साथ दिनु होला भन्न चाहन्छु म चाहिँ है हामी भनेको एक हो त्यसैले हामीलाई कसैले तितर गराउनु पनि सक्ने छैन र हामी भोलि गएर पनि यस्तो राम्रो कामहरू गर्दै जानुपर्छ प्राउड फिल गराउनुपर्छ भाइ बुवाहरूलाई पनि र स्वयं आफू पनि प्राउड फिल हुनुपर्छ ल बोल्नुहोस् हजुरहरू पनि अरू हेलो ल थ्याङ्क यू सो मच अन्जान थ्याङ्क यू सो मच है थ्याङ्क यू सो मच हाम्रो अन्जानलाई पनि ल यसै गरी अब हाम्रो विनित ब्रदरले 2-4 शब्द राखिदिनुहोस् ल सबैजनाले बोल्नु होला सबैले होइन सबैले अनि तलबाट पनि रिक्वेस्ट गर्दै गर्नु है रिक्वेस्ट गर्नुहोस् है हजुरहरू सबै हामी सबै पार्टिसिपेन्ट्स हो होइन हेलो नमस्कार हजुर ल विनित ब्रदर हजुरकोबाट जाओस् ल आउनुहोस् है हजुरहरू होइन सबैलाई जति सबैलाई जति सबैजना आउनुहोस् है हजुर नाम सकेसम्म नाम नलिनु सबैलाई थ्याङ्क्स भनिदिनुहोस् कसैको नाम होइन यहाँनिर अलिकति उयो पनि होइन दाइहरूलाई ठिक छ होइन ठिक छ तर मलाई त्यही भएन है मलाई मेसेज पनि आएको छ क्या त्यही भएर है नाम नलिनु होइन दाइहरूलाई ठिक छ तपाईँले गर्नुभएको ठिक छ भइहाल्यो त्यही त आजको जुन पनि प्रोग्रामहरू भयो जुन होइन हाम्रो आयोजक फ्यामिली लिएर गर्नुभएको धेरै खुसी लाग्यो धेरै सक्सेसफुल भयो यो हेरेर एकदमै मनदेखि आनन्द भयो जो हाम्रो ह्यान्डिक्यापहरू होइन जसले साँच्चै नै सहारा मतलब के भन्छ यो पाउनुपर्ने व्यक्तिको हातमा पुगेको छ क्या यो चिज यो हेर्दाखेरि धेरै नै खुसी लाग्यो जति पनि हाम्रो आयोजक फ्यामिलीहरूले मिलेर यो कार्य गर्नुभएको छ धेरै धेरै धन्यवाद छ सबै आयोजक फ्यामिलीहरूलाई एकजना हरेक व्यक्तिहरूलाई होइन प्राउड फिल गर्छु म त यो दृश्य हेरेर एकदम खुसी लाग्यो आउँदो समयमा पनि यस्तो प्रोग्रामहरू भइराख्नुपर्छ होइन हामी मिलेर गर्नुपर्छ यस्तै गरेर अगाडि बढ्नुपर्छ फ्यामिली सधैँ एकजुट भएर मिल्नुपर्छ सबैले मिलेर एकजनाले पनि कार्यमा सहयोग हात बढाएर हिँड्यो भने कुनै पनि कार्य ठुलो होस् या सानो होस् त्यो अवश्य होइन पुरा हुन्छ त्यसैले हामीले यस्तो कार्यक्रमहरू गर्दै जानुपर्छ त्यही हो म त धेरै बोल्दिनँ यति नै हो मेरो धेरै खुसी लाग्यो प्राउड फिल गरिरहेको छु सबैलाई गुड जब एक प्रकारको छुट्टै खुसीको महसुस हुन्छ क्या आनन्द आउँछ क्या यस्तो गर्न पाउँदाखेरि अनि मनैदेखि आनन्द हुन्छ नि होइन अब
जति पनि गर्नुभएको छ होइन विशेष त अब होइन यति धेरै होइन समय निकालेर पनि अब हाम्रो शान्ति दिदीहरू जानुभयो होइन जानुभएको उहाँहरू जानुभयो पुर्याउनको लागि होइन डिस्ट्रिब्युसन गर्नुको लागि जानुभयो शान्ति दिदी मना आन्टी हाम्रो आइजे ब्रदर होइन उहाँहरूलाई पनि धेरै धेरै धन्यवाद त्यही त मना आन्टीहरूलाई धेरै धन्यवाद हजुरहरूलाई होइन सबैलाई यसरी नै भोलि पनि गएर फेरि एउटा यस्तै कामहरू होइन गर्नु परेछ भने पनि फेरि कुनै प्रोजेक्टहरू कुनै हामीले अब सोचे अब गऱ्यौँ भने होइन फेरि अब नयाँ केही आएछ भने भाइको फेरि गरौँला होइन सबै मिलेर फेरि एकसाथमै यसरी नै प्राउड फिल गर्नुपर्छ होइन र भाइलाई पनि ओहो मेरो लागि सन्देश भनेको जस्तो हुन्छ ओहो मेरो मलाई पनि माया गर्ने मान्छेहरू होइन कति धेरै नै हुनुहुँदो रहेछ होइन कति उयो गर्नु मेरो हाम्रो लागि सोच्नुहुन्छ भनेर होइन त्यो सम्झेर पनि यो देखेर पनि होइन भाइ सायद लाइभमा आउनुहुन्छ कि भाइलाई पनि एउटा हौसला मिल्छ कि होइन त्यो भनेको भाइलाई पनि एउटा हौसला मिलोस् अब मेरो पछाडि पनि यति धेरै मलाई माया गर्ने मान्छे हुनुहुन्छ भनेर त्यो चिजहरूले पनि गर्दाखेरि यो कार्यले गर्दा पनि होइन हामी भनेको त अब के भने हामी दुईटालाई माया गर्ने हो भाइ बुवाहरूलाई प्लस अब होइन जस्तो अब हामी आयुजे फ्यामिलीलाई र एकअर्कालाई माया गर्ने हो आयुजे फ्यामिलीमा जति पनि हुनुहुन्छ जति पनि अब इन्भल्भ हुनुहुन्छ यहाँनिर होइन उहाँहरू सबैलाई बिग रेस्पेक्ट अनि माया होइन मनमा भनेको मनमुटाप नराखिकन सधैँ अगाडि बढौँ हामी भनेको आइजे फ्यामिली जो पहिले थियो हाम्रो आइजे फ्यामिली होइन अब त्यसको अब हामीले भने त्यस्तो अब पहिले धेरै राम्रो कामहरू गर्दै आएको नि त आइजे फ्यामिलीले त त्यही काम फेरि सुरुवात भइरहेको छ होइन केही बिचमा रोकिएको कारणले गर्दा अहिले फेरि सुरुवात भएको छ त्यो कामहरू निरन्तर चलिरहोस् भन्न चाहन्छु वेलकम वीरेन ब्रदर जो आउनुहोस् माथि हाम्रो भाइ बुहारीले त थाहा छ भाइलाई त झन् थाहै छ आउनु है माथि हजुरको 2-4 शब्द जाओस् धेरै नगए पनि एउटा सेन्टेन्समा हजुरले पनि 2-4 वटा आउँदा हुन्छ नि माथि आउनुस् मोटिभेसन दिनु होला आएर आउने जति आउनुस् है कुनै संकोच नमानिकन हजुरहरूले पनि माथि आउनु सक्नुहुन्छ बोल्न मन लागेको चिजहरू बोल्न पाउनुहुन्छ है आउनुहोस् है थ्याङ्क यू एभ्रियन ग्रेट वर्क थ्याङ्क यू वीरेन ब्रदर थ्याङ्क यू ब्रदर आइजे फ्यामिलीको पावर भनेको यस्तो पहिला सुरुमा त बाबुले एक हप्तामा हस् हुन्छ 5 लाख उठाउँदाखेरि होइन 5 लाख कति थ्याङ्क यू सो मच हजुर एकचोटि एउटालाई 5 लाख एकचोटि 2.5 लाख रुपियाँ दिनु हेलो नमस्कार सबैजनालाई नमस्कार अहिलेको पनि त अब हिसाब लगाउनु भने त अब सन्चै आरामै हुनुहुन्छ सबैजना एकदम सन्चै आरामै हजुर लगभग अब अहिलेको पनि त भनौँ न 450 जति त पुग्यो होला नि नमस्ते जे जस्तै भए पनि गरे हुन्छ हिसाब लाउनु भने त नि अब यसमा भनेको त 120 हिसाब गर्दाखेरि 4 दिनमा यति राम्रो यति ठुलो प्रोजेक्ट चल्नु भनेको 4 लाख राम्रो हो नि अन्त 4 लाख भन्दा माथिको हैन हामीले अब सहयोग गर्न सकेको छौं नि त अहिले सबै मिलेर एकछिन है 4 लाख भएन होला 120 पिस भनेपछि कति भयो हिसाब गर न 100 को सिधै 3 लाख हुन्छ 1.5 भयो 35 को 1.5 अब यतातिरको यस्तो हुन्छ के 120 पिस 100 को त हजुरको 3 लाख सिधै 100 को सिधै उयो हुन्छ के 100 को 3 लाख हुन्छ 35 पिस को 1,05,000 हुन्छ अनि प्लस फुडको हिसाब गर्दाखेरि यताउति गर्दाखेरि अब भयो 4.5 लाख जति झन्डै भनौं न ल छोड दे त्यो एमाउन्टको कुरा ननिकालौ हैन त्यति राम्रो काम गर्नु भएको छ सबैजनालाई धेरै धेरै धन्यवाद है हजुरहरुलाई एकछिन धारणा सिसलाई बोल्न दिनु धारणा सिस्टरलाई बोल्न दिनु यति राम्रो काम गर्नु भएको छ हैन सबैजनालाई धेरै धेरै धन्यवाद यति राम्रो यसरी सहयोग गर्नुभयो धेरै धेरै धन्यवाद है मैले पनि आज हेरेको थिएँ अनि त्यही भएर अलि राम्रो के अरे अझै राम्रोसँग फोटो यहाँ त नदेखिने भयो सानो नै हुने भयो हैन त्यही भएर ल
अझै ठुलो फोटो झ्याप्प राखिदिनु न के अरे आयुजीजी एउटै मात्र एउटै मात्र हजुर हजुर सबको एकदमै राम्रो काम सबैजनालाई धेरै धेरै धन्यवाद आयुजे जनताहरू आयुजे फ्यामिलीहरू सबैजनालाई शान्ति पनि मलाई फोटो पठाउँदा फोटो सेयर गरिदिन्छु म अनि सबैजनालाई आनन्द लाग्यो एकछिन दाइ म पठाउँदैछु अनि तपाईँको पालो आउँछ पक्नु ल आजको होइन अब मलाई पठाइदियो भने म आनन्द लाग्यो समय गर्छु ए हस् दिने भनेको पनि यस्तो व्यक्तिहरूलाई यस्तो हो के अब होइन अब जस्तो भने एक्लैले गर्दाखेरि त्यो चिजलाई गाह्रो हुन्छ भने सबै मिलेर गऱ्यो भने